मलाई त फुल गयो अनि जय साहब यो ढिँडोको बारे बोलिदिनु त अर्ग्यानिक खाना ढिँडो यो अर्ग्यानिक खाना डुल्पाको यो मकैको पिठोबाट बनेको यो चाहिँ एकदम अर्ग्यानिक खाना सिस्नु र ढिँडो एकदम नेपालको सबैभन्दा महँगो खाना होइन काठमाडौँमा पनि महँगो पनि एकदम डाइट पनि डाइट डाइट चाहिँ एकदम स्वास्थ्यको लागि एकदम फाइदा एकदम ठिक छ यसरी लगाउनु पर्छ यो हामी चाहिँ अब हामी यहाँ चाहिँ टिप्न आएको टाइममा हामी यसरी चाहिँ ढिँडो लगाएर खाने गर्छौँ आफ्नो स्वास्थ्यको लागि यो हाम्रो हिमाली जिल्ला जस्तै डोल्पा जुम्ला जिल्लामा यो खानाको अलि विशेष बढी मात्रामा यो खाना खाइन्छ यो खाना